सम्पूर्ण विश्व ब्रह्माण्डको आधार रूपा त्यस्ती भगवती परामाको हामी उपासना साधना र कथा श्रवण जो गरिदिएका छौं, यसले भविष्यमा अवश्य नै हामी सबैलाई अभिष्ट प्राप्त हुनेछ। परम्बा भगवतीले कल्याण गर्नुहुनेछ भन्ने यो आशा राखौं। र यसरी हामी हिजो कथा प्रसंगमा ध्रुवसन्धि नाम गरेका एकजना प्रतापी सम्राट, जसबाट जन्मिएका दुई छोराहरूको विषयमा जो विवाद पनि पर्यो र युधाजितले आफ्नै नातिलाई त्यो देशको सम्राट बनाउने उद्देश्यले ठूलो महासंग्राम लडाईँको आयोजना गर्यो र वीरसेन पनि मरे। ध्रुवसन्धि पहिले बापको आक्रमणबाट मरे र आखिरमा उसको जबरजस्तीले सुदर्शनले पाउनुपर्ने जो अग्राधिकार राज्याधिकार हो त्यो कान्छीको छोरो चाहिँ शत्रुजित जो थियो उसलाई चाहिँ दिलाउने काम गरे। र त्यस पछाडि पनि उसलाई सन्तोष भएन युधाजितलाई। त्यसपछि ती मनोरमा र सुदर्शन जो जीवन रक्षाका लागि भारद्वाज आश्रममा गंगा पारी भागीरथी नदी पारी चाहिँ जो मुनिको आश्रम थियो त्यहाँ ज्यान बचाउनको लागि गइन् र त्यहाँ पनि उसले छोडेन। र त्यसै प्रसंगमा चाहिँ भारद्वाज मुनिले वशिष्ठ र चाहिँ विश्वामित्रको कथा प्रसंगलाई जोडेर हेर युधाजित, यदि तिमीले यी शरणमा आएकालाई जो मैले संरक्षण दिइरहेको छु, तिमी जबरजस्त यिनीहरूलाई चाहिँ यो कुटियाबाट लान खोज्छौ र यिनीहरूको हत्या गर्न खोज्छौ भने त्यसले दुष्परिणाम प्राप्त हुनेछ भनेर विश्वामित्र र वशिष्ठको कथा प्रसंगहरू सुनाउनुभयो भन्नेसम्म हामीले कथा सुनेका छौं। र आखिरमा ती सबै वृत्तान्तहरू ऋषिका कथाहरू सुनिसकेपछि उसको मन संग्लियो र युधाजित मनोरमा र सुदर्शनलाई त्यहाँ छोडेर ऊ आफ्नो राज्यतर्फ प्रस्थान गर्यो। र पछि समयान्तरमा ती सुदर्शन पनि परम भक्त थिए, ज्ञानी थिए र देवीको उपासना गर्नुको कारणले चाहिँ उनलाई चाहिँ पछाडि त्यो साम्राज्य जो सौतानी आमाको छोराले प्राप्त गरेको जो सिंह साम्राज्य हो त्यो उनले पछि प्राप्त गरे। त्यसकारण गर्दा कसैको धन खोसिएको छ, कोही अन्यायमा परेको छ, कोही रोगी छ, कोही गरिब छ, जुन जुन परिस्थितिले मान्छे ग्रसित छ, त्यसले एकाग्र भक्तिले यी 4 वर्षभरिमा आउने नवरात्रहरू मध्ये कुनै एक नवरात्रमा परम्बा भगवती जगत जननीको निराहार अथवा फलाहार जलाहार आदि गरेर यदि व्रत उपासना गर्छ भने त्यसको सम्पूर्ण मनोरथ पूर्ण हुन्छ भन्ने यी दृष्टान्त कथाहरू जो हामीले सुन्यौं र हामीले यो सुन्नुबाट शिक्षा यो लिनु पर्यो कि यो संसारमा सबभन्दा ठूलो शक्ति र ताकत को छ त, के छ त भन्दा तिनी परम्बा भगवती जगदम्बा मणिपुर निवासिनी, जो उहाँले समग्र चराचर जगतको सृष्टि गर्नुहुन्छ र उहाँले नै पालन र अन्तिममा संहार पनि उहाँले नै गर्ने हो। ब्रह्मा विष्णु महेश्वर पनि उहाँबाटै उत्पन्न भएका हुन् र तिनी जगदम्बा परम्बाको सत्वगुण रजोगुण र तमोगुण प्राप्त गरेर यो समग्र चराचर जगतको सृष्टि स्थिति लय गर्नका लागि ब्रह्मा विष्णु महेश्वरको रूपमा प्राप्त भए। त्यसकारणले गर्दा भगवती जगदम्बा ज्यादै शक्तिशालिनी हुनुहुन्छ भन्ने आदि इत्यादि कथाहरू चाहिँ हामीले सुन्यौं। र यहाँ नवरात्र व्रत अनुष्ठानभित्र चाहिँ कस्ता कन्याहरूलाई पूजन गर्ने र कस्ता कन्यालाई पूजा नगर्ने भनेर यसरी यहाँ चाहिँ विस्तृत विश्लेषण भएको छ। र पहिलो दिनमा 2 वर्षकी कन्या, किनभने पहिलो वर्षको कन्यामा त्यो सुगन्ध दुर्गन्ध स्वाद मिठो नमिठो भन्न सक्ने सामर्थ्य कन्यामा प्राप्त नहुने हुनाले
त्यो 1 वर्षकी कन्या चाहिँ नि पूजनमा निषेध गरिएको छ। त्यसै भएर 2 वर्षदेखि माथिका कन्याहरूलाई क्रमशः चाहिँ नि पूजा गर्ने काम गरौ। अब कस्ता प्रकारका चाहिँ नि कन्याहरू चाहिँ नि ती साधकले ती नवरात्र अवधिभित्र चाहिँ नि पूजा अर्चना गर्दा उसलाई चाहिँ नि फलिफाप हुन्छ भन्ने कुराहरू यहाँ विस्तृत रूपमा व्याख्या भएको छ कि कुमारी पूजिता कुर्या दुख दारिद्र्य नाशनम शत्रुक्षयम धनायुष्यम बलवृद्धिम करोति वै। जसले नवरात्र अवधिभित्र 2 वर्षदेखि माथिका क्रमशः 3 वर्षकी 4 वर्षकी 5 वर्षकी यसरी क्रमशः ती कन्याहरू प्रत्येक दिन चाहिँ पूजा गर्छ, उनलाई दिने सौभाग्यहरू त्यहाँ प्रदान गर्छ, भोजन गराउँछ भने त्यसको सम्पूर्ण दुःख दारिद्र्य चाहिँ नाश हुन्छ। र ब्राह्मण क्षेत्रीय वैश्यले आफ्नो उद्देश्य अनुसारको कन्याको पूजा गरो भनेको अर्थ कि कन्या चाहिँ ब्राह्मण कुलका नि हुन्छन्, क्षेत्रीय कुलका नि हुन्छन्, तर वैश्य कुलका पनि हुन्छन्। र ब्राह्मणले ब्राह्मण कन्या नै खोजेर चाहिँ त्यो नवरात्र अवधिमा चाहिँ पूजा गरो भन्नुको अर्थ चाहिँ क्षेत्रीय कन्या हुँदैन, वैश्य हुँदैन भन्नु खोज्या हो भन्न होइन। हुन्छ तिनै जातिका चाहिँ कन्याहरू पूज्य हुन्छन्, तर आफ्नो उद्देश्य अनुसार चाहिँ ब्राह्मणहरूले आफ्नो सिद्धि प्राप्त होस्, मैले जुन जुन कामना गरेको छु त्यो कामना पूर्ण होस् भनेर एउटा कामना विशेषले पूजा गर्छ भने उसले ब्राह्मण कन्या मात्रै पूजा गरो। अब क्षेत्रीयले कुनै देश प्रान्त चाहिँ नि जित्नु छ, राज्य एकीकरण गर्नु छ, त्यस्तो अवस्थामा त्यो कामना गरेको क्षेत्रीय वर्गले क्षेत्रीय कन्याहरूलाई मात्रै पूजा गरो। अब अर्थ उपार्जन गर्ने उद्देश्य छ भने वैश्यले वैश्य कन्या आफ्नै वर्ण जातिको चाहिँ कन्या 9वटा कन्या चाहिँ क्रमशः चाहिँ पूजा गरो। यसरी चाहिँ नि पूज्य चाहिँ तिनै वर्णका कन्याहरू पूज्य हुन्छन्, तर आफ्नो उद्देश्य अनुसार चाहिँ नि अलग अलग वर्ण जातिका कन्याहरूको पूजा अर्चना गरो, त्यसले तत्त फल प्राप्ति हुन्छ भनेर यस प्रकार नैमिषारण्य क्षेत्रमा रहने भएका ती 88,000 ऋषिहरूलाई शुद्ध पौराणिक यस प्रकार कथा विस्तार गरिरहनु भएको छ। अब पूजा गर्दा ती निषेध गरिएका कन्याहरूलाई पूजा नगरोस्। अब कस्ता खालका निषिद्ध हुन्छन् त भन्दा हिनाङ्ग्यम वर्जेत कन्याम पुष्टयोग्याम वर्णाङ्किताम गन्धस्फुरित हिनाङ्ग्यम विशाल कुल सम्भवाम। अब जो कन्या चाहिँ अंगहीन छ भनेको 2 हातमा कुनै औँला छैन अथवा खोटी छ अथवा लङ्गडो खुट्टो भाँचिएको छ, अङ्गले हीन भएकी कन्या पनि त्यो नवरात्रमा पूज्न योग्य हुन्नन्। हिनाङ्गिन भनेको अर्थ अङ्गहीन भएकी। कुष्ठरोग लागेको छ भने पनि त्यो रोगी छ कि छैन, निरोगी कन्याको चाहिँ पूजा गरो। अब व्रणाङ्किता भनेको व्रण भनेको घाउ, काहीँ रुखबाट अथवा माथि तला छतबाट अथवा आँगन पिँढीबाट लडेर अलि लामै घाउ भयो, सिलाए अनि पछि उपचार भयो अनि हेर्दाखेरिमा त्यहाँ दाम देखिन्छ, खत देखिन्छ भने त्यो खत भएकी कन्या पनि नवरात्रमा पूजा गर्न योग्य हुन्नन्। त व्रणाङ्किताको अर्थ त्यो हो। अब गन्धस्फुरित हिनाङ्ग्यम त यसको भन्नुको अर्थ के त भन्दा जसलाई गन्ध दुर्गन्ध थाहा नहुने त्यो कन्या नि पूजा गर्नु भएन र सँगसँगै जसको शरीरबाट अति उत्कट गन्ध उत्पन्न हुन्छ, दुर्गन्ध चाहिँ परैसम्म दुर्गन्ध फैलिन्छ। कोही त्यसको जन्मजात चाहिँ गन्धवाला हुन्छन् मान्छेहरू, कन्या अथवा कुमारहरू, त्यसको दुर्गन्धले युक्त छ, शरीर परैबाट गनाउँछ भने त्यस्तो कन्यालाई पनि पूजा गर्न हुँदैन। अनि
जात्यम ध्यान भनेको चाहिँ जन्मजात जो अन्धो छ, कान नदेख्ने, आँखा नदेख्ने छ भने आँखा नदेख्ने कन्या पनि त्यो नवरात्रमा पूजा गर्न योग्य हुन्नन्। अब एउटा आँखो फूल परेको अथवा आँखा फुटेको ती कन्या पनि योग्य हुन्नन्। कुरूपामको अर्थ हो हेर्दाखेरिमा अनुहार राम्रो नलाग्ने हैन। अब त्यस्तो चाहिँ नि कुरूप छ भने हेर्नलाई चाहिँ नि नसकिने खालका कोही त्यस्ता जन्मजात हुन्छन्, त्यस्तो नराम्री कन्यालाई पनि पूजा नगर्नु। र रोमसाम, बहु भनेको धेरै, रोमसाम भनेको रौँ भएकी, हातमा खुट्टामा जताततै कसैको जन्मजात रौँ बढी हुन्छ, त्यो रौँ बढी भए